हेरेको हामीले हेरेको गाइस सोचेको पनि चकलेट दिने कपाल ठुलो खालको चकलेट त्यसो नि दिने खाइदिने कपाल मिलाइदिने यसरी टक्क लाएर त्यसपछि निश्चल अङ्कल तपाईँ यहाँ तारिफ भइरहे लास्टमा के भने तपाईँले भ्लग हेर्दै हुनुहुन्छ भने यिनी मानिनन् भनेर अनि तुरुन्तै गरे भन्छ अनि हामी उसलाई साथी बस्दिने पर्दैन किनभने कपाल भइसक्नु भयो होइन त्यही भएर अघि एक्लै हुनुहुन्थ्यो नि त तपाईँ त्यही भएर हाम्रो त्यो ल गाइस फाइनली हामी चाहिँ हाम्रो निश्चल काकाको बिहेमा जाँदैछौँ है हाम्रो भिडियो चाहिँ हाम्रो घरबाट सुरु हुँदैछ गाइस हामी चाहिँ अब यताबाट यहाँ अङ्कल उता हुनुहुन्छ हामी जानु लाग्यो गाइस हामी फाइनली जाँदैछ ल गाइस हामी चाहिँ हिँड्ने नि त अङ्कल ल अब जाने होइन त अङ्कल हामी जाने है ल बाई बाई हामी लाग्यौँ बनाउँछु म र गाइस हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ होइन र त्यहाँ गएपछि चाहिँ के हुन्छ हामीले देखाउँदै जानेछौँ गाइस तपाईँहरू हेर्दै गर्नु होला है त अनि हामी चाहिँ आज विशेष के छ भन्दाखेरि नि तपाईँहरूले देख्नु भएको अब अलि लामै गर्नु होइन देख्नु भएको विशेष भनेको चाहिँ हाम्रो यहाँ नलटालको स्मृति छ नि त्यो विशेष भनेको चाहिँ अनि जेन्टलम्यान अगाडि अनि पछाडि यहाँ जेन्टलम्यान भन्ने जेन्टलम्यानको घर जेन्टलम्यान मेन्टलम्यान भन्दा नि म त डिप्रेसनको तपाईँ खाइरहेको थिएँ त्यही भएर मेन्टलम्यान भन्दा पनि मिल्छ खाएँ हामी चाहिँ बिलबर्ग आइपुग्यौँ गाइस हाम्रो यो भ्लग चाहिँ चाँडै नै आउँछ होइन तपाईँहरूले चाहिँ सिजन दाल अफिसियल 450 सिजनल भ्लगबाट हेर्न सक्नुहुन्छ होइन र हाम्रो भिडियोलाई चाहिँ जति हेर्नुहुन्छ सबैजनाले लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गर्नु नभुल्नु होला गाइस है त र अब हामीले बाटोमा सर्ट क्लिपहरू लिनेछौँ गाइस हामी चाहिँ यति बेला डाबरीमा छौँ है डाबरीको बाटोमा हो होइन यहाँ चाहिँ चपुर डाबरीको बाटो हो अलि अगाडिबाट होला हामी चाहिँ यहाँ बिहे छ यहाँ यो डाबरी छेउमा चपुर नगरपालिका कति नम्बर हो पनि यहाँ अगाडि बिहे छ नम्बर भोलि फिलअप गरौँ न डट नम्बर भोलि पर्सि फिलअप गर्छौँ हामी होइन टक्क लाएर काका भन्ने एउटा साथीको कुर्बानी गर्नका लागि जाँदैछ हामीले अनि सर्वश्रेष्ठ अब आजबाट हाम्रो रहेन एकपल्ट कुनै समय हाम्रो साथी थियो आजसम्म भनौँ न साथी थियो आजबाट हामीले कसैलाई सुम्पिँदैछौँ यो दुःखद घडीमा हामी यो दुःखद परिस्थिति हाम्रो यहाँ बिहेमा मस्त हुँदैछ ल हामीलाई जाँदैछ है गाइस मस्त लाएर जाँदैछौँ नमस्कार 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 ल बेहुला अङ्कललाई हामी धेरै धेरै बधाई छ होइन मलाई नबोलाउनु भएकोमा म तपाईँको पीडालाई बुझ्छु बधाई छ अनि आन्टी कता हुनुहुन्छ भित्र हुनुहुन्छ हामी चाहिँ फाइनली भोट हाल्दैछौँ है भोट यता अनि भोट हाल्ने ठाउँ चाहिँ यता हो हेलो बेहुला अङ्कल बेहुला अङ्कल एक्लै हुनुहुन्छ हाम्रो बेहुला फोटो सेसन हुन्छ एक्लै छोड्न मिलेन नि यसरी मेरो भ्लगमा स्वागत छ तपाईँलाई धन्यवाद थ्याङ्क यू
धन्यवाद मेरो सिजनल भ्लग छ युट्युबमा सब्सक्राइब गर्नु होला अहिले सिजनल सिजन हो कि अफ सिजन हो त्यसो भए यो हप्तामा एकचोटि आउने भ्लग हो भनेपछि यो पानी परेको बेलामा आउँछ घाम लाग्ने यो अब अपलोड जति बेला हुन्छ त्यति बेला हुन्छ त्यसो उयो बेहुला बेहुला पनि गरेर सोध्नु पहिलोपल्ट बेहुला बेहुली बन्ने भने चाहिँ कस्तो महसुस भइरहेको छ हेलो 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 आन्टी नमस्कार है नमस्कार तपाईँ दुवैजनालाई बधाई छ धेरै धेरै बधाई छ आगामी दिन सुखमय होस् फोटो सेसन हुँदैछ यहाँनिर अब फोटो सेसन भयो अङ्कल फोटो सेसन चल्दैछ क्यामेराम्यान त हुन्छ होइन निस्किहाल्नुहुन्छ तपाईँ क्वेसन सोध्यो क्वेसन बधाई दियो क्वेसन सोध्नु पहिलोपल्ट बेहुला बेहुली हुँदा कस्तो महसुस लाग्छ जान्छ त्यहाँ होइन त हामी हिँड्दै गाइज हाम्रो चाहिँ यहाँ बेहुला र बेहुली चाहिँ पुरै फोटो खिच्दै हुनुहुन्छ होइन खिच्ने कार्यक्रम गाइज अनि यतापट्टि चाहिँ हाम्रो बेहुली घर होइन यतापट्टि हाम्रो उहाँहरूको साथीहरू हुनुहुन्छ है साथीहरूले चाहिँ एकदम खतरामा कमेडी चल्दैछ भनेर यस्तो धेरै हुन्छ नि तपाईँहरूलाई थाहै छैन गाइज यस्तो रमाइलो हुन्छ चाहिँ बेहुलाको गाडी बेहुलाको छोराको निश्चल र मन्जु म त बेच्दिनु हो लगेर बेच्दिन्छु म बेच्दिन्छु बेच्दिँदा हुन्छ म त बेच्दिनु हो मैले तपाईँको जिम्मामा छोडेँ मेरो ब्लग रेकर्ड नगर ल रेकर्ड नगर म यता गएँ त्यसपछि भ्लगर सुरु हुँदैछ मेरो होइन धेरै त थाहा छैन भर्खर भर्खर हो सुरुवात हो तपाईँ के भन्न चाहनुहुन्छ मेरो भ्लग हेर्ने दर्शकहरूलाई लाइक गरिदिनु सब्सक्राइब गरिदिनु बेल आइकन बजाइदिनु अब बेल आइकन बजाउनु अनि तपाईँ यहाँ बेहुला पछिबाट हुनुहुन्छ होइन हो बेहुला पछिबाट अनि ड्राइभ तपाईँले गर्नुभयो हो मैले बेहुलालाई चट्ट गाडीमा हालेर हजुर तपाईँको कतिौँ यो अनुभव हो यो यसरी बेहुलालाई लगिरहँदाखेरि हाम्रो यो सातौँ हो सातौँ अनुभव हो सातौँ अनुभव भइरहँदाखेरि यो ठाउँमा यसरी आइरहँदाखेरि गर्मी गर्मी मौसममा नि कस्तो लागिरहेछ गर्मी त बिजोग छ राजा बिजुक छ त तपाईँलाई धेरै धेरै धन्यवाद मेरो भ्लगमा यसरी बातचित गर्नुभएकोमा धन्यवाद ल गाइस गाडी चाहियो भनेदेखि अब भोलि गएर मेरो बिहे पनि गर्नु पऱ्यो नि गाइस यही गाडी हो गाडी धनीमा हुनुहुन्छ होइन टक्क लाएर बिहे गर्नु पर्यो भने सातौँ बिहे गराएको छ यो गाडीले यो है गाडीमा आएको छ प्रोप्राइटर अफ दिस कार ल गाइज किप वाचिङ है किप वाचिङ ल गाइज हाम्रो यहाँ विशेष भनेको सेयरको चाहिँ हाम्रो किङ अफ सेयरहरूसँग म छु यति बेला होइन अब सेयर भन्छ नि त्यसलाई के भन्छ ल परेछ धेरै 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 तपाईँलाई बधाई छ एउटा पर्व सफल हुनुभएको छ कुन आयो कसको रे यो ए भान्जा भने चाहिँ यो रिलायन्सवाला भान्जा हो स्पिनिङवाला अनि तिम्रो त्यही एउटा कुन कुन उसको हो भन नि यो यति हो अनि एउटा छ यो एउटा कुन उसको मेरो पनि हेर्नुपर्ने भयो नि त त्यसो भए त्यहाँ त्यो कुनको अरे यो एलाटेड भएको यामलिङ पावर एमलिङ पावरको चाहिँ तपाईँलाई 22 मैले भर्दिनु होला भन्ने सबै यो हेरिदिनु पनि गऱ्यो नि त्यही भन्दा त आफै हो नि 15,000 के दिदी के मम्मीको परेन के दिदी हेर्दैछौँ हामीले गाई फाइनली गाई दुईजनाको हात पार्न सफल हुनुभएको छ उहाँ तपाईँलाई धेरै धेरै बधाई छ धेरै धेरै बधाई छ पार्टी कहिले 15,000 पार्टी कहिले दिन जानु तपाईँले पार्टी है त सायद अब
बिहे म गर्छ खबर गर्छु खबर गर्छु म पार्टीको बेला खबर गर्छु गाइस तपाईहरु भिडियो रेकर्डेड छ नि फेरि खबर चाहिँ आउनुपर्छ भतिजालाई नगरेर हुन्छ होइन नगरे नि है अहिले भयो होइन ल मैले